हेलो नमस्ते आन्यङहासेयो। यो भिडियोमा चाहिँ हामीले कोरियन भाषामा चाहिँ मसलाका नामहरूको बारेमा सिक्ने छौं है। जस्तै हेर्नुहोस् त हानगुग ह्याङसिल्योए इरुम भन्ने छ। नेम्स अफ कोरियन स्पाइसिस है, कोरियन भाषामा चाहिँ मसलाका नामहरू हेरौं है त। जस्तै खोछु छ है, खोछु अथवा छिल्ली छिल्ली। खुर्सानीलाई चाहिँ के भन्छ त खोछु है अथवा छिल्ली, र अंग्रेजीमा के भन्ने हो चिल्ली चिल्ली। त्यसैगरी अर्को शब्द छ होङ्गोछु है, होङ्गोछु रातो खुर्सानी। रातो खुर्सानीलाई चाहिँ के भन्छ त कोरियनमा होङ्गोछु है, र अंग्रेजीमा के भन्ने हो रेड पेपर रेड पेपर। त्यसैगरी अर्को शब्द छ खनगोछु है, खनगोछु सुकेको रातो खुर्सानीलाई चाहिँ के भन्छ त खनगोछु है, र अंग्रेजीमा के भन्ने हो ड्राइड रेड पेपर है, ड्राइड रेड पेपर। त्यसैगरी अर्को शब्द छ फुटकोछु है, फुटकोछु हरियो खुर्सानीलाई चाहिँ कोरियन भाषामा के भन्छ त फुटकोछु है, र अंग्रेजीमा के भन्ने हो ग्रीन पेपर ग्रीन पेपर। त्यसैगरी अर्को शब्द छ खोछुटकारु है, खोछुटकारु खुर्सानीको धुलोलाई के भन्छ त खोछुटकारु है, खोछुटकारु, र अंग्रेजीमा के भन्ने हो चिल्ली पाउडर है, चिल्ली पाउडर। त्यसैगरी अर्को शब्द छ खोछुजाङ है, खोछुजाङ खुर्सानीको पेस्टलाई के भन्छ त खोछुजाङ, र अंग्रेजीमा के भन्ने हो रेड चिल्ली पेस्ट है, रेड चिल्ली पेस्ट। त्यसैगरी अर्को शब्द छ मानुल है, मानुल लसुनलाई चाहिँ कोरियन भाषामा के भन्छ त मानुल है, र अंग्रेजीमा के भन्ने हो गार्लिक गार्लिक। त्यसैगरी अर्को शब्द छ सोगुम है, सोगुम नुनलाई चाहिँ कोरियन भाषामा के भन्छ त सोगुम है, र अंग्रेजीमा के भन्ने हो सोल्ट है, सोल्ट। त्यसैगरी अर्को शब्द छ आमेम है, आमेम सिधे नुनलाई चाहिँ के भन्छ त कोरियन भाषामा आमेम है, आमेम, र अंग्रेजीमा के भन्ने हो रक सोल्ट है, रक सोल्ट। त्यसैगरी अर्को शब्द छ फिङखुयेम है, फिङखुयेम पिङ्क नुनलाई चाहिँ के भन्छ त फिङखुयेम है, र अंग्रेजीमा के भन्ने हो रक सोल्ट अथवा हिमालयन सोल्ट है, रक सोल्ट अथवा हिमालयन सोल्ट। त्यसैगरी अर्को शब्द छ फुल्लेक सोल्थु है, फुल्लेक सोल्थु बिरे नुनलाई चाहिँ के भन्छ त फुल्लेक सोल्थु, र अंग्रेजीमा के भन्ने हो ब्ल्याक सोल्ट है, ब्ल्याक सोल्ट। त्यसैगरी तेल छ है, तेललाई चाहिँ कोरियन भाषामा के भन्छ त खिरुम है, खिरुम, र अंग्रेजीमा के भन्ने हो ओइल है, ओइल। त्यसैगरी अर्को शब्द छ खेजायु है, खेजायु तोरीको तेललाई चाहिँ कोरियन भाषामा के भन्छ त खेजायु है, र अंग्रेजीमा के भन्ने हो त मस्टर्ड ओइल है, मस्टर्ड ओइल। त्यसैगरी अर्को शब्द छ सिग्योङ न्यू है, सिग्योङ न्यू अब तरकारी पकाउने तेलहरूलाई के भन्छ त सिग्योङ न्यू है, र अंग्रेजीमा के भन्ने हो कुकिङ ओइल कुकिङ ओइल। त्यसैगरी अर्को शब्द छ खोङ्गिरुम है, खोङ्गिरुम सोयाबिन तेललाई चाहिँ के भन्छ त कोरियन भाषामा खोङ्गिरुम है, र अंग्रेजी भाषामा के भन्ने हो त सोयाबिन ओइल सोयाबिन ओइल। त्यसैगरी अर्को शब्द छ छामगिरुम है, छामगिरुम तिलको तेललाई चाहिँ कोरियन भाषामा के भन्छ त छामगिरुम है, र अंग्रेजीमा चाहिँ के भन्ने हो सेसमी ओइल सेसमी ओइल। त्यसैगरी अर्को शब्द छ के है अथवा छाम्के, के अथवा छाम्के तिललाई चाहिँ कोरियन भाषामा के भन्छ त के अथवा छाम्के है, र अंग्रेजीमा के भन्ने हो सेसमी सेसमी। त्यसैगरी अर्को शब्द छ ठोइन्जाङ है, ठोइन्जाङ सोयाबिन पेस्टलाई चाहिँ के भन्छ त ठोइन्जाङ है, र अंग्रेजीमा के भन्ने हो सोयाबिन पेस्ट है, सोयाबिन पेस्ट। त्यसैगरी अर्को शब्द छ खान्जाङ है, खान्जाङ
सोया ससलाई चाहिँ कोरियन भाषामा के भन्छ त खान्जाङ है र अंग्रेजीमा के भन्ने हो सोय सोस है सोय सोस त्यसैगरी अर्को शब्द छ सेङ्गाङ है सेङ्गाङ अदुवालाई चाहिँ कोरियन भाषामा के भन्छ त सेङ्गाङ है सेङ्गाङ र अंग्रेजीमा के भन्ने हो जिन्ज है जिन्ज त्यसैगरी अर्को शब्द छ फा है फा हरियो प्याजलाई चाहिँ कोरियन भाषामा के भन्छ त फा है र अंग्रेजीमा के भन्ने हो ग्रीन अनियन है त्यसैगरी अर्को शब्द छ याङफा है याङफा डल्लो प्याजहरूलाई चाहिँ के भन्छ त याङफा है याङफा र अंग्रेजीमा के भन्ने हो अनियन त्यसैगरी अर्को शब्द छ खाङह्वाङ है खाङह्वाङ बेसार अथवा हर्दीलाई चाहिँ कोरियन भाषामा के भन्छ त खाङह्वाङ है खाङह्वाङ र अंग्रेजीमा के भन्ने हो टमरिक है टमरिक त्यसैगरी अर्को शब्द छ खोसु है खोसु धनियालाई चाहिँ कोरियन भाषामा के भन्छ त खोसु है र अंग्रेजीमा के भन्ने हो कोरियान्डर है त्यस्तै अर्को शब्द चाहिँ खोसुसी भन्ने छ है खोसुसी धनियाको बिउहरूलाई चाहिँ के भन्छ त खोसुसी है र अंग्रेजीमा चाहिँ के भन्ने हो कोरियान्डर सीड है कोरियान्डर सीड त्यसैगरी अर्को शब्द छ सल्थाङ है सल्थाङ चिनीलाई चाहिँ कोरियन भाषामा के भन्छ त सल्थाङ है सल्थाङ र अंग्रेजीमा चाहिँ के भन्ने हो सुगर है सुगर त्यसैगरी अर्को शब्द छ शिक्षो है शिक्षो सिरका अथवा अमिलोलाई चाहिँ कोरियन भाषामा के भन्छ त शिक्षो है शिक्षो र अंग्रेजीमा के भन्ने हो भिनग त्यसैगरी अर्को शब्द छ हुछु है हुछु मरिचलाई चाहिँ कोरियन भाषामा के भन्छ त हुछु है र अंग्रेजीमा के भन्ने हो ब्ल्याक पेपर है ब्ल्याक पेपर त्यसैगरी अर्को शब्द छ फेकुछु है फेकुछु सेतो मरिचलाई चाहिँ कोरियन भाषामा के भन्छ त फेकुछु है फेकुछु र अंग्रेजीमा के भन्ने हो व्हाइट पेपर त्यसैगरी अर्को शब्द छ फेङ्निह्याङ है फेङ्निह्याङ पुदिना अथवा बनज्वानोलाई चाहिँ कोरियन भाषामा के भन्छ त फेङ्निह्याङ है फेङ्निह्याङ र अंग्रेजीमा के भन्ने हो थाइम है थाइम त्यसैगरी अर्को शब्द छ सुक है सुक तितेपातीलाई चाहिँ कोरियन भाषामा के भन्छ त सुक है सुक र अंग्रेजीमा के भन्ने हो मगवट त्यसैगरी अर्को शब्द छ कोकोनट है कोकोनट नरिवललाई चाहिँ कोरियन भाषामा के भन्ने हो कोकोनट है र अंग्रेजीमा चाहिँ के भन्छ कोकोनट है कोकोनट त्यस्तै अर्को शब्द छ खमिन है खमिन जिरालाई चाहिँ कोरियन भाषामा के भन्छ त खमिन है खमिन र अंग्रेजीमा के भन्ने हो क्युमिन है क्युमिन त्यसैगरी अर्को शब्द छ फासुल्ली है फासुल्ली अजमोद अथवा ज्वानोलाई के भन्छ त फासुल्ली है फासुल्ली र अंग्रेजीमा के भन्ने हो पास्ली है त्यसैगरी अर्को शब्द छ होरोफा है होरोफा मेथीलाई चाहिँ कोरियन भाषामा के भन्छ त होरोफा है होरोफा र अंग्रेजीमा के भन्ने हो फेन्युग्रिक त्यसैगरी अर्को शब्द छ होल्ली बाजिल है तुलसीलाई चाहिँ कोरियन भाषामा के भन्छ त होल्ली बाजिल र अंग्रेजीमा पनि के भन्ने हो त्यही होली बाजिल है होली बाजिल त्यसैगरी अर्को शब्द छ फाखा है फाखा अथवा मिन्थु बाबरी अथवा पुदिनालाई चाहिँ कोरियन भाषामा के भन्छ त फाखा अथवा मिन्थु है र अंग्रेजीमा के भन्ने हो मिन्ट त्यसैगरी अर्को शब्द छ सुछ्वान हुछु है सुछ्वान हुछु टिमुरलाई चाहिँ कोरियन भाषामा के भन्छ त सुछ्वान हुछु है सुछ्वान हुछु र अंग्रेजीमा के भन्ने हो सेचुअन पेपर है सेचुअन पेपर
त्यसैगरी अर्को शब्द छ होइह्याङसी है सौंफ सौंफलाई चाहिँ कोरियन भाषामा के भन्छ होइह्याङसी है र अंग्रेजीमा के भन्ने हो फेनल सीड त्यसैगरी अर्को शब्द छ होइह्याङ है होइह्याङ सोपको सागलाई चाहिँ कोरियन भाषामा के भन्छ त होइह्याङ है होइह्याङ र अंग्रेजीमा के भन्ने हो फेनल त्यसैगरी अर्को शब्द छ आलोए फेरा है घिउकुमारीलाई चाहिँ कोरियन भाषामा के भन्छ त आलोए फेरा र अंग्रेजीमा के भन्ने हो आलौ भेरा है आलौ भेरा त्यसैगरी अर्को शब्द छ ख्याम है ख्याम गोलो बदाम अथवा बदाम जातको एक फललाई चाहिँ के भन्छ त ख्याम है ख्याम र अंग्रेजीमा के भन्ने हो हेजलनट त्यसैगरी अर्को शब्द छ फिल्लाङ है फिल्लाङ सुपारीलाई चाहिँ कोरियन भाषामा के भन्छ त फिल्लाङ र अंग्रेजीमा के भन्ने हो बिटल नट अथवा अरिका नट त्यसैगरी अर्को शब्द छ युक्टुगु है जाइफललाई चाहिँ कोरियन भाषामा के भन्छ युक्टुगु र अंग्रेजीमा के भन्ने हो नटमेग त्यसैगरी अर्को शब्द छ खाडामम अलैचीलाई चाहिँ कोरियन भाषामा के भन्छ त खाडामम है र अंग्रेजीमा के भन्ने हो कार्डमम त्यस्तै अर्को शब्द छ खेफी दालचिनीलाई चाहिँ कोरियन भाषामा के भन्छ त खेफी र अंग्रेजीमा के भन्ने हो सिनमन त्यसैगरी अर्को शब्द छ छङह्याङ ल्वाङलाई चाहिँ कोरियन भाषामा के भन्छ त छङह्याङ र अंग्रेजीमा के भन्ने हो क्लोभ त्यसैगरी अर्को शब्द छ वल्गे सुइप है तेजपातलाई चाहिँ कोरियन भाषामा के भन्छ त वल्गे सुइप र अंग्रेजीमा के भन्ने हो बेलिप त्यसैगरी अर्को शब्द छ मुहागुवा अन्जिरलाई चाहिँ कोरियन भाषामा के भन्छ त मुहागुवा है र अंग्रेजीमा के भन्ने हो फिग त्यसैगरी अर्को शब्द छ थेछु बयरलाई चाहिँ कोरियन भाषामा के भन्छ त थेछु र अंग्रेजीमा के भन्ने हो जुजब त्यसैगरी अर्को शब्द छ थेइथु है खजुरलाई चाहिँ कोरियन भाषामा के भन्छ त थेइथु अंग्रेजीमा के भन्ने हो डेट त्यस्तै अर्को शब्द छ बदाम कोरियन भाषामा चाहिँ बदामलाई के भन्छ त आमोन्डु र अंग्रेजीमा के भन्ने हो आमन्ड त्यस्तै अर्को शब्द छ खेस्युनट काजुलाई चाहिँ कोरियन भाषामा के भन्छ त खेस्युनट है र अंग्रेजीमा के भन्ने हो क्यास्युनट त्यसैगरी अर्को शब्द छ खनफोदो किसमिसलाई चाहिँ कोरियन भाषामा के भन्छ त खनफोदो र अंग्रेजी भाषामा के भन्ने हो रेइजन त्यसैगरी अर्को शब्द छ फिसुथाछियो पेस्टालाई चाहिँ कोरियन भाषामा के भन्छ त फिसुथाछियो र अंग्रेजी भाषामा के भन्ने हो पिस्ताचियो त्यसैगरी अर्को शब्द छ फानिल्ला भ्यानिलाहरूलाई चाहिँ कोरियन भाषामा के भन्छ त फानिल्ला है र अंग्रेजी भाषामा चाहिँ के भन्ने हो भनिला त्यस्तै अर्को शब्द छ साफुरान केसरलाई चाहिँ कोरियन भाषामा के भन्छ त साफुरान र अंग्रेजीमा के भन्ने हो सफ्रन